सम्पूर्णमा नमस्कार। सदा चाहिँ आज पनि हेल्थ आइडियाज युट्युब च्यानलमा उपस्थित भएको छु। आजको सामग्री बीएमआई के हो त, बडी मास इन्डेक्स, शरीरको वजन सूचाङ्क के हो त भन्ने विषयमा मैले चर्चा गर्न गइरहेको छु। आजको सामग्री पुरा हेरिदिनु होला। यदि मन पर्यो भने लाइक, कमेन्ट र हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै आजको विषयवस्तु मैले सुरुवात गर्न गइरहेको छु। बीएमआई भनेको के हो, यो कसरी क्याल्कुलेसन गरिन्छ भन्ने विषयमा मैले चर्चा गर्न गइरहेको छु। बीएमआई भनेको के हो त भन्दाखेरि शरीरको उचाइ र तौलको आधारमा चाहिँ शरीरको बोसो पत्ता लगाउने अथवा बीएमआई को क्याल्कुलेसन गर्ने, यसलाई चाहिँ बीएमआई भनिन्छ। शरीरको वजन सूचाङ्क भनेको तपाईको जुन बोसोको परिधि कति छ भन्ने क्याल्कुलेसन गर्नुलाई नै चाहिँ बीएमआई क्याल्कुलेसन भनिन्छ। यो चाहिँ बीएमआई कसरी क्याल्कुलेट गरिन्छ, कसरी जानकारी गरिन्छ भन्ने विषयमा पनि तपाईले जानकारी राख्नुपर्छ। आफैले चाहिँ क्याल्कुलेट गर्न सकिन्छ। तपाईले सुरुमा तपाईको वेट लिनु पर्यो, तपाईको हाइट लिनु पर्यो, त्यो पनि मिटरमा है। त्यसपछि तपाईको एउटा क्याल्कुलेसन आउँछ। त्यो क्याल्कुलेसन चाहिँ नर्मल क्याटेगोरिजमा छ कि नै भन्ने कुरा तपाईले जाँच्न सक्नुहुन्छ। जस्तो बीएमआई तपाईको लेस देन 18.5 आयो भने तपाईको वेट कम छ भन्ने कुरा बुझियो। त्यसपछि तपाईको बीएमआई 18.5 देखि 24.9 24.9 आयो भने तपाईको हेल्दी वेटमा हुनुहुन्छ। त्यसपछि बीएमआई 25 देखि 29.9 मा आयो भने तपाईको वेट ओभर भइसकेको छ भन्ने बुझिन्छ। त्यसपछि बीएमआई 30 देखि 34.9 मा आयो भने तपाईको वेट चाहिँ धेरै मोटोपन भइसकेको छ भन्ने बुझिन्छ र अधिक मोटो चाहिँ 35 भन्दा बढी बीएमआई आएको छ भने तपाईको वेट चाहिँ अधिक मोटोमा क्याटेगोराइज हुन्छ। त्यसपछि हामीले त्यो जुन रेन्ज थाहा भइसकेपछि हामीले बीएमआई कसरी क्याल्कुलेट गर्ने भन्ने एउटा एक्जाम्पल पनि छ। जस्तो कुनै व्यक्ति 62 किलो छ भने उसको हाइट चाहिँ 1.70 मिटर, त्यसलाई चाहिँ मिटर स्क्वायरमा लानु पर्यो हैन। अनि देयर बीएमआई वुड बी भनेको छ 70/1.70 इन्टु 1.70 गर्दा 21.41 भ्यालु आएको छ। भनेको 21.45 भनेको के हो त भन्दाखेरि हेल्दी वेट छ नि त तपाईको 18.5 र 24.9 को बीचमा भयो भनेपछि हेल्दी वेट भयो हैन। यसरी चाहिँ हामीले क्याल्कुलेसन गर्न सकिन्छ हैन। तपाईहरुले पनि आफ्नो ट्राई गर्नु होला हैन। यो भिडियो हेरेपछि अथवा यो फर्मुला हेरेपछि तपाईलाई स्पष्ट हुन्छ। त्यसपछि कुन कुराले चाहिँ यो बीएमआई घटाउनको लागि प्रभाव पारेको हुन्छ भन्ने विषयमा पनि मैले तपाईलाई थोरै चर्चा गर्छु। जस्तो मेन भनेको डाइट नै हो। डाइट, एक्सरसाइज र लाइफस्टाइल नै हो। डाइट भनेको कस्तो त भन्दाखेरि तपाईले कम कार्बोहाइड्रेट युक्त खानेकुराहरू खाने, कम फ्याटी चीजहरू खाने हैन। अब त्यो कस्तो त भन्दाखेरि फ्रुट्स, भेजिटेबल्सहरू, तरकारी, फलफुलहरू नियमित मात्रामा खानु पर्यो। ब्यालेन्स डाइट खानु पर्यो हैन। त्यसपछि गएर प्रोटिन डाइटहरू खानु पर्यो र लेस कार्बोहाइड्रेट डाइटहरू, लेस सुगर युक्त चीजहरू कम खानु पर्यो हैन। अनि तपाईले चाहिँ रेगुलर चाहिँ फिजिकल एक्सरसाइजहरू गर्नु पर्यो। कम्तीमा 30 मिनेट चाहिँ गर्नु पर्यो। 30 देखि 1 घण्टा चाहिँ नर्मल फिजिकल एक्सरसाइज चाहिँ गर्नु पर्यो ताकि तपाईको क्यालोरी चाहिँ शरीरबाट बर्न होस्, त्यो चाहिँ अनावश्यक बोसोमा परिणत नहोस् भन्ने हेतुले चाहिँ तपाईले एक्सरसाइज चाहिँ डेली गर्नु पर्यो हैन। लाइफस्टाइल चाहिँ त्यही अनुसारका जंक फुडहरू नखाने, सुगर डाइटहरू नखाने हैन। त्यसपछि
अनावश्यक चाहिँ फ्याटी चिजहरू नखाने प्रोसेस्ड फुडहरू चाहिँ एभोइड गर्नुभयो भने तपाईको हेल्दी बिएमआई हुन्छ भन्ने छ है। त्यो त तपाईहरुलाई सबैलाई जानकारी छ हैन। अब त्यही पनि मैले हजुरहरुलाई शेयर गरे हैन। आफ्नो डाइट, एक्सरसाइज र लाइफस्टाइल यी तीनटा चीज चाहिँ कहिल्यै पनि नभुल्नु होला। त्यसपछि यो चाहिँ त एउटा एकदम महत्त्वपूर्ण कुरा छ है। तपाईको यो बिएमआई चाहिँ हेल्दी भएन भने कस्तो कस्तो समस्याहरू आउँछ त भन्ने विषयमा पनि मैले चर्चा गर्छु। जस्तो तपाईको बिएमआई चाहिँ हाई भयो भने, भ्यालु कम हाई भयो भने के हुन्छ त भन्दाखेरि विभिन्न खालका हार्ट डिजिजहरू हुने, त्यसपछि गएर मुटु सम्बन्धी समस्याहरू, त्यसपछि मस्तिष्कघातहरू हुने, त्यसपछि गएर सुगर हुने, कोलेस्ट्रोल हाई हुने, उच्च रक्तचाप हुने हैन। त्यसपछि गएर मेटाबोलिक डिसअर्डरहरू हुने, अनि पत्थरीहरू पर्ने, घुँडाको अब वेट बढी भइसकेपछि विभिन्न घुँडाहरूको समस्या, जोर्नीहरूको समस्या, त्यसपछि निन्द्राहरूमा समस्या हुन्छ हैन। अनि त्यसपछि यो क्यान्सरको विभिन्न खालका क्यान्सरहरू पनि देखिने समस्याहरू हुन्छ हैन। त्यस कारणले गर्दा यो बिएमआई एकदम महत्त्वपूर्ण छ। तपाई हाम्रो जीवनमा सबभन्दा महत्त्वपूर्ण भनेको स्वास्थ्य नै हो हैन। स्वास्थ्य जीवनशैली नै सबभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यस कारणले गर्दा बिएमआई चाहिँ आज नै क्याल्कुलेट गरी आफू कुन परिधिमा छु त्यो क्याल्कुलेट गरी तपाईले आज नै लाइफस्टाइल बदल्नुहोस् भन्दै आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला र हेल्थ आइडियाज युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्ते।